एकचोटि भ्यू देखाइदिउँ है त ल एकदमै राम्रो छ सो हेलो नमस्ते एभ्रीवन व्हाट्स अप गाइज सो वेलकम टु माई होइन युट्युब च्यानल सो गाइज फेरि फनी अर्कै लुक्समा हो होइन फेरि हामी अर्कै ठाउँ घुम्न जाँदैछौँ सो आज हाम्रो एसुमी पनि हो है त्यही भएर हामी डाँडातिर पनि घुम्न जाँदैछौँ सो हेर्दै जाउँ कस्तो हुन्छ आज खतरा खतरा भ्यू देखाउँछु हजुरलाई अघि देख्नुभयो फेरि देखाउँछ अब कुन साइकल लिएर जाउँ यार मेरो चाहिँ होइन 2-3 साइकल छ साथीहरू सो कुन लिएर जाने आई डोन्ट नो के सो ऊ त परको के अरे ऊ त उयो लिएर जाने हो कि यो लिएर जाउँ यार कुन चाहिँ लिएर जाउँ त्यो टोक्रीवाला लिएर जाउँ कि यो वाला लिएर जाउँ यो लगाऊ नि लाइट यो लिएर जाउँ यो लिएर ल यो लगाऊ म ब्याट्री चाहिँ लम्बर दाइसमा गएर किन्नुपर्छ क्या भरे यो भोलि जहिले भयो भने हो So guys, here's my look. Guys, what's up? कहाँ गयो यार केटाहरू छट यस्तो ढिलो गर्छ क्या त्यो जानै मन लाग्दैन सो गाइज हामी चाहिँ आधी बाटो आइपुगिसक्यौँ अब हामी जाँदैछौँ मो डाँडातिर है सो हाम्रो यहाँ दुईजना के हो म्याडमहरू हुनुहुन्छ सो गाइज उकालो रहेछ होइन जस घाम बाँध्दै गरिरहेको छौँ सो हामी टु माथि डाँडा जानु खोजेको साथीहरू हेर न त्यहाँ आइरह सो साइकल चाहिँ मैले यहाँ राखेको छु होइन सो अनि म चाहिँ यहाँ बसिरहेको छु है एकजना माथि पुगिसक्यो सो अब फेरि हामी जान्छौँ सो गाइस हामी कहाँ छौँ ओए त्यो वान वे हो के यता छ नि यही ए रोइन रहेछ ओए गाइस हामी जङ्गलमा छौँ है सो साथीहरू हामी चाहिँ बाटोमा हिँडिरहेको छौँ यस्तो तरिकाले है ओए देख्न सकिन्छ यस्तो दामी छ कि यस्तो जङ्गलमा बाटोहरू है ओए हामी त गन्तव्यसम्म आइन्छ है कि अब यार हामी नहिँडेर मात्र हो कि होइन हिँड्न पाएपछि पनि उ त सबै जङ्गलै भरि छ यो यार गाइस जङ्गल हेरौँ जङ्गल डेन्जर छ त रे ओइ गर्छु सो गाइस हामी चाहिँ होइन साइकल राख्यौँ यहाँ अब सामे अब हामी उयो नो यहाँमा माथि जाँदैछौँ है त सो हेर्दै जाउँ अब कति आधी घन्टा लाग्छ भनेको छ सो हामी जाँदैछौँ सो माथि गएर हेरौँ है त कस्तो देखिन्छ सो हामी बाटो पनि देखाउँछौँ हल्का होइन यस्तो छ क्या बाटो त अब बाटो पनि सो गाइस हामी चाहिँ यहाँ होइन सेल्फी जाँदैछ है सो हेर्दै जाउँ गीत अलिक ठुलो बनाऊ न यार सो हामी चाहिँ रमाइलो गर्नको लागि आज जाँदैछौँ है त सो हेर्दै जाउँ कतिको रमाइलो हुन्छ है त
कसरी हुन्छ है ओइ दुम्सी मर्छ आउँछ है क्या देख्न सकिन्छ है उकालो हामी यस्तो बाटो आइरहेछौँ घुम्नको लागि रमाइलो उ गर्नको लागि न्यू एडभेन्चर यो हाम्रो फेरि पहिलो नै हो योभन्दा अगाडि म काठमाडौँको के अरे योभन्दा पहिले म काठमाडौँको के अरे शिवपुरी जङ्गल गएको थियो फेरि जापानमा यस्तो जङ्गल आइपुग्नु पर्यो है गाइस यस्तो बाटो छ साथीहरू तल छ म चाहिँ एक्लै रनिङ हानिरहेको छु हेर माथिबाट भ्युज कस्तो देखिन्छ होइन सो माथि गएपछि हजुरहरूलाई देखाउने छु है एकदमै राम्रो हुन्छ जस्तो लाग्छ है त केटाहरू तल सो गाइस छैन यस्तो ढुङ्गा हिँड्नु गरिरहेको छ यस्तो है पुरै यहाँ भने यहाँ हो पहाड भने पहाड हो क्या ओह्रालो अनि फेरि उकालो ओ गाइस म चाहिँ कपडा खोलेर होइन ओ साथी ओह्रालो अब उकालो अनि यस्तो म ट्रेकिङ गर्छु है त कति तल देख्छ जाने हो डिकिलाल त हामी टप मर्नु आऊ न फल्टीमा राखेर यो हो नि त अझै ढिला भयो भिडियो छिटो छिटो छ त यो एडभेन्चर गर्नु लागि मजा लियोस् भनेर guys, come check your shoe. Nanti udah itu. पहिला तपाईं कहाँबाट आउनु भयो? गाइस, यो देख्न सक्नुहुन्छ है ओइ Violila.
लाग न ल न नाच न सो गाइस हामी चाहिँ हैन हिँडिसक्यो उताबाट सो हैन यहाँ हो है सो यहाँको भ्यू चाहिँ यस्तो देखिन्छ है नाइट भ्यू सो अलिक हामी नाइटमा बसिनौँ किनकि एकदमै बाटो अप्ठ्यारो छ हैन त्यसैको कारणले नबसेको हामी बिस्तारै जान्छौँ सो जापानिजहरू पनि देखाएको थियौँ हामीले भेटेका थियौँ सो उनीहरू तलतिर जाँदैछ सो हामी पनि जाँदैछौँ सो यति भन्दै हैन बिदा हुन्छु सो एकचोटि भ्यू देखाइदिउँ है त ल एकदमै राम्रो छ हैन केही समय अब अर्को चाहिँ आउन सकिन्छ हैन सो यस्तो छ है मसँग बुफार छ हैन बोकेर टक्क गीत बजाउँदै बजाउँदै हैन चल्दिने हो सो यस्तो छ है हाम्रो चाहिँ पारा हैन सो डोन्ट माइन्ड लाइक शेयर एन्ड सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला नि फेरि है हेरेर बाइ बाइ नमस्कार सामदेश